हेलो एन्ड गुड मर्निङ सबैलाई मेरो नयाँ ब्लगमा स्वागत छ। म चाहिँ आज बिहान होइन उता उहाँ पारी ममको घरमा के भन्छ अरे धान रोप्नु पऱ्यो अरे अनि रोपाइ छ अरे, त्यही भएर आऊ भने त्यही भएर म चाहिँ जानु लाग्यो। कट्टा लगाएर मुनि कट्टु लाउनु थियो, कट्टु लाउनु भने कट्टु पुरै फोहोर रहेछ। अनि त्यहाँबाट कट्टु लगाएन, मैले ट्र्याक लगाएँ आएँ, हाफ भेस्ट लगाएको छु अनि क्याप लगाएर आएको। फोहोर लाग्दा के अरे कपाल अगाडि बस्छु भनेर। अनि घर चाहिँ यता माथि हो, ऊ माथि, म चाहिँ त्यहीँबाट आएको होइन। अब के गर्नु, छ्यामाहरू घरमा रोपाइ छ अरे, आऊ भने त्यही भएर जानु लाग्यो। यहाँबाट जानुपर्छ, यहाँबाट गएर उता डाँडातिर जानुपर्छ। गाह्रो छ। आज असार 15 दही चिउरा खाने दिन। दही चिउरा खान जान्ला भनौँ, रोपाइ पनि छ होइन। जाने यो रोपाइमा अब त्यहीँ गएर भेटौँला है, म देखाउँछु अहिले। A few moments later. टाढ चढ्दै आएको होइन गाइस, म चाहिँ स्याहार फ्याफे भइरहेको छु अहिले चाहिँ। अघि मैले त्यहाँ हुँदा भिडियो बनाएको थिएँ। यो चाहिँ मेरो घरहरू हो, यो म उहाँबाट आएको। यता हेरौँ स्याहार फ्याफे भएको छ। गाह्रो छ डाँडा चढ। त्यो हाम्रो गाउँबाट बाटो चाहिँ यता छ, मेन रोडहरू वहाँ पारि यहाँ पारि मेन रोडहरू। यहाँ जानुपर्छ गाडी चलाउनुको लागि। कमसेकम हिँडेर त्यही लाग्छ होला कति पनि 20 मिनट लाग्छ हिँडेर मेन रोड पुग्नु। यस्तै हो गाउँले जीवन, यस्तै हामी होइन। अब क्यामेरा कस्तो मधुर कालकाला आयो। यस्तै हो अब, आइफोन भए पो राम्रो आउनु होइन। अब हाम्रो यस्तै हो, एन्ड्रोइड जे छ त्यस्तोमा रमाउनु पर्छ नि त। अब मेरो यस्तै छ त के गर्नु, हामी यस्तै। यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ, यो मामाहरूको रोपाइ भइसकेको छ, माइजहरूको। म चाहिँ अब यहाँ त फाइनली आएन धान रोप्न। यस्तो हालत छ खुट्टाको। यो धान रोप्नु धान पर्रो आली राख्नु, रोप्नु त होइन। ल अनि चाहिँ म चट्ट होइन खानसान खाएर यसो बाहिर टुल्न आएको। यो चाहिँ माथि मामाहरूको छर्से रहेछ पुरै। टक्क खानसान खाएर यस्तो खाना आएको। लोगत पानी पर्न छ तै पनि हुन्छ। अघि खाना खानुभन्दा अगाडि चाहिँ त्यो हाल लगाएर राखेँ, तलसम्म लाग्यो। अब तलतिर बाँकी छ, टाल लगाएर सकेपछि अब खाना खाएर एकछिन रेस्ट, त्यसपछि चाहिँ जानुपर्छ फेरि हाल लाउनु। अब रोपाइ चाहिँ हुन्छ कि अहिले आग लाग्यो नि बनाउँछ। अब आएर बनाउँछु भनेको भिडियो बनाउनु पाएन, त्यस्तो छैन नि त। म भ्लगमा त्यस्तो बनाएको छैन, त्यही भएर केही छैन। हाल ल्याएर बनाएँ, अहिले लास्टमा बनाउँछु। हे मुसी भाइ के छ, ठिक छ? काम गरेको
त्यो सेटहरू चाहिँ खोइ कति यो मल धेरै बनाउनु पर्दैन होला यो घरै हाले हुन्छ हौ त्यो आधा झ्याङ अन्त पारा तेरो नाम के अरे सांगोले यता रे भन्न त नि के अरे सांगोले कहाँको म अमिनको तर अमिनी हो र पहिला कहाँ थियो अरे धान रोपायो पायो बाजेबोजू मकै रोपेछ धान स्यामु कम स्यामु स्यामु ह्यान्डसेक खै त ह्यान्डसेक